आज हामीले यो च्याउ यस्तो बारीमा फेला पारेका छौँ र हाम्रो यहाँ भक्ते दाइले च्याउ टिप्दै हुनुहुन्छ र साथीहरूले यो च्याउ खान हुन्छ भनेपछि हामीले च्याउ खाएका थियौँ र अलिकति पुरानो भइसकेको पानीले गलेको च्याउमा यसरी किराहरूले पनि खाँदा रहेछन् र च्याउ यसरी यो बगाले च्याउ भन्नुभएको थियो साथीहरूले कमेन्टमा हेर्दाखेरि र यसरी च्याउ पाइन्छ। यी तपाईँको च्याउ पाइने बारीहरू यस्ता हुन्छन्, यस्ता बारीहरूमा यसरी च्याउ उम्रेको छ र हामीले यो च्याउ अब निकालेर खाँदैछौँ र कसरी यो च्याउ फल्छ त कस्तो बारीमा फल्छ भन्ने जिज्ञासामा यसरी फलेको हुन्छ। यी डाँठहरू पनि कुदोर्छ पछि गएर यसरी यता उम्रेको दाइले चाहिँ च्याउ निकाल्दै हुनुहुन्छ। यसको कति छिटो किराले खाँदो रहेछ होइन, त्यो किराले खाएको त नहाल्नु, एकै दिनमा खाएछ क्या दाइ। हिजो त राम्रो थियो च्याउ त ब्यासकेरी ढङ्का राम्रो थियो, खाइसकेछ। अब यहाँ गडाङ्ग गर्दो भने भोलि उम्रिन्छ क्या।